दर्शकवृन्द, दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर 3 देउखुरीमा एउटा अचम्मको दुःखद घटना घटेको छ। कुखुरा चोर्न खोजेको आरोपमा 17 वर्षीय नरेश चौधरीको छिमेकी 60 वर्षीय खलबहादुर घरती र उनका छोरा 25 वर्षीय ओम प्रकाश घरतीले गरेको लाठी प्रहारबाट ज्यान गएको छ। एउटा सानो कुखुराको भालेको कारणबाट एक भर्खरको लक्का युवकले ज्यानै गुमाउनु परेको छ। यो घटनाको सम्पूर्ण नालीबेली लिएर उपस्थित भएका छौँ। दुवै पक्षका आफ्ना भनाइहरू हामी फरक फरक भिडियोबाट जस्ताको त्यस्तै प्रस्तुत गर्दैछौँ। कृपया हाम्रा सम्पूर्ण कार्यक्रम हेर्नुहोला। यहाँको शुभ नाम भनिदिनुहोस् त। मेरो नाम मिन कुमार चौधरी हो। हजुर हजुर, मृतकको चाहिँ दाजु भन्नुभयो हैन? हजुर हजुर। तपाईहरु कति भाइ हुनुहुन्थ्यो? हामी दुई भाइ। दुई भाइ मध्ये जेठो दाजु तपाईँ है? कान्छो भाइको त्यो चाहिँ मृत्यु भएको, हत्या भएको भनेको? हजुर हजुर। यहाँ चाहिँ कहिले आइपुग्नु भयो? बाहिर बस्नुहुन्थ्यो भन्ने सुनेका थियौँ हामी। हजुर, म त अब घटना भएको अर्को दिन आइपुग्यो। अर्को दिन आइपुग्नु भयो जानकारी पाएपछि है? हजुर हजुर। तपाईँ आउँदा चाहिँ सब यही थियो कि? यही थियो। यही थियो है? पुलिस प्रशासन सबै यही थियो, सबै यही थियो। कस्तो अवस्थामा हुनुहुन्थ्यो उहाँ चाहिँ? कस्तो उहाँको सब चाहिँ कस्तो अवस्थामा थियो? अब सब अब सुतिरहेको थियो, अब ल्याएर सुताएको थियो होइन, अब सुतिरहेको थियो। चोटपटक कस्तो थियो? चोटपटक तपाईँको टाउकोमा धेरै बढी, अब घाउ देखिएको टाउकोमा बढी होइन, टाउकोमा देखिएकोले अब कारण अब त्यही हो, अब केले अब कुटपिट भएरै हो मृत्यु भएको। चोटहरू ठुला ठुला थिए? ठुला भन्नाले तपाईँको अब यताउता निलो डाम भयो जस्तो मान्थ्यो। मैले पोस्टमार्टममा मात्रै हेरेको भाइ। त्यसरी काटेको चाहिँ थिएन? काटेको थिएन, टाउको फुटेको थियो। टाउकोमा काटेकै थियो? फुटेकै थियो, काटेकै थियो टाउको है? हजुर। उसपछि केही धारीलै वस्तु हुनुपर्छ जस्तो थियो। त्यो अब हो कि होइन मैले त देखिनँ होइन। पटछेउमा देख्नेहरूले चाहिँ अब लाठीचार्ज, भाटाचार्ज त्यसरी अब होइन चिरपटले हानेर। चिरपट दाउरा होइन? त्यो चिरपट दाउराको त्यो उसले पनि काटेको हुनसक्छ। हुनसक्छ। अब ढारिलो तपाईँको अब जुन हुन्छ नि हाम्रो त्यो अब फर्निचरले बनाएको ढार भएको त्यसले पनि हानेको भन्ने सुन्ने छ। तपाईँहरूको के छ चाहिँ भनाइ? त्यो चाहिँ कसरी भएको जस्तो लाग्छ? कसरी भन्नु अब हेर्नुहोस् है, अब उनीहरू पनि मिल्ने मान्छे थिए होइन। अब हामीसँग अब बोलचाल गर्ने अब होइन, त्योभन्दा अगाडि त्यही दिनै हो उनीहरूको पनि अब बिहान बोलचाल भएको। कहिले झगडा भएको थियो कि थिएन? झगडा भएको थिएन है? छैन। एकदम मिल्ने मान्छे। हजुर हजुर। तपाईँहरू पैसो गर्ने मान्छे हुन् होइन, अब यताउता होइन। हजुर। तपाईँको अब उनीहरूको हेल्प हामीले गरिदिने, हाम्रो हेल्प उनीहरूले गरिदिने। त्यो दिन के भएछ भन्ने कुरा केही सुन्नुभयो तपाईँहरूले चाहिँ? कि तपाईँलाई के भनियो त्यो दिन, के बारे छ भन्ने? त्यही अब कुखुरा चोरेको न्युमा भन्ने अब भइरहेछ होइन। ऊ त्यो दिन अब ऊ चाहिँ अब काममा गएको थियो भाइ होइन। उता पल्लो टोलमा अब तपाईँको के भन्छ ढलान भइरहेको थियो। हजुर। त्यो ढलानबाट फर्किँदाखेरि ऊ फर्केर आएछ। हजुर। साइकल त अब घरमै थियो अब होइन। साइकलमा जाने ऊ काम गर्न। साइकलमा जानुहुन्थ्यो? हजुर हजुर। अब साइकल घरमै छ। उनीहरूले चाहिँ अब के आरोप लगाएछन् भनेपछि के अरे यहाँदेखि कुखुरा चोर्यो गयो अनि त्यसपछि कपडा फेरेर आयो होइन। तर ऊ चाहिँ यहाँ साइकल फेरेर ढलानको कपडाहरू फेरेर जाँदै गर्दाखेरि उसलाई चाहिँ कुटपिट भएको रहेछ। यहाँ आएर चाहिँ ढलानको कपडा चाहिँ चेन्ज गर्नुभएको रहेछ होइन? त्यसपछि कति बेलाको समय भन्ने चाहिँ जानकारी भयो तपाईँलाई? त्यही 8 बजीदेखि 9 बजीभित्रको। 8 देखि 9 बजीको समयभित्र होइन? हजुर हजुर। त्यति बेला चाहिँ भएको रहेछ। यहाँ चाहिँ सबैले थाहा त पाउनुभयो होला, उसले त्यो छिटो रहेछ। हजुर हजुर। त्यहाँ पाउनुभन्दा पनि अब यस्तो रहेछ, अब पुरुषहरू अब तपाईँको बुझ्दाखेरि कोही अब खेतको काम होइन, कोही केको काम अब ढिलै आउँछन् नि होइन। अब यहाँ चाहिँ अब परे अब लेडिजहरू पनि परे। हजुर। तपाईँको अब त्यो छुटाउँदाखेरि अब हार गुहार गर्दाखेरि अब त्यो लेडिजहरू 2-3 जना आउनुभयो। यहाँ चाहिँ अरू पुरुषहरू हुनुहुँदो रहेनछ त्यति बेला? पुरुषहरू अब थियो होला, अब के हो त्यो मलाई थाहा भएन होइन। अब थिए कि थिएनन्। अब म आउँदा त भाइको मृत्यु भइसकेको थियो। तपाईँ चाहिँ भैरवामा अहिले काम गर्दै हुनुहुन्छ? त्यहाँ चाहिँ के को काम गर्दै हुनुहुन्छ? म चाहिँ अब कन्स्ट्रक्सन निर्माण सेवामा। निर्माणमै हुनुहुन्छ होइन? भाइको चाहिँ त्यस्तो बानी थियो, तपाईँलाई थाहा होला नि त? तपाईँ त दाजु भएको नाताले चाहिँ कहिलेकाहीँ त्यस्तो जहाँसम्म लाग्छ मलाई अब त्यस्तो होइन। अब त्यस्तो गरेको अब होइन, अब गरेको भए अब समाजबाट पनि आएको हुन्थ्यो होला होइन। अब समाजबाट केही आएको छैन त्यस्तो। अब पहिला अब तपाईँको अब त्यस्तो बैठक सैठक बस्ने यस्तो चोरीको आरोपमा होइन, त्यो समाज जुत्ने त्यस्तो भएको पनि छैन। कसैले त्यो आरोप पनि लगाएको थिएन? छैन त्यस्तो केही पनि छैन। त्यस्तो सानोतिनो त्यस्तो केही घटना भएको थिएन? तपाईँको अब जान्थ्यो होइन, अब जान्थ्यो साथीभाइहरूसँग भेट्थ्यो होइन, अब त्यसो बोल्थ्यो, बोलचाल अब गर्थ्यो होइन। तर त्यस्तो कहिले पनि छैन। उसको साथीहरूको पनि त्यस्तो रेकर्डहरू छैन। रेकर्ड त्यस्तो केही थिएन? इमान्दार नै हुनुहुन्थ्यो भनौँ तपाईँको चाहिँ विचारमा होइन? तपाईँको चाहिँ अब तपाईँले भाइले त चिन्नु नि कुरा भयो, सँगै खेल्नुभयो पनि होला सानोमा होइन? सानोमा भन्दा पनि भाइ त म भन्दा 7-8 वर्ष सानै हो। म धेरै फरक थियो उमेरमा? हजुर हजुर।
ए अब भाइ 17 वर्षको भनेपछि त म 25 वर्षको भएँ। हजुर भाइ त मभन्दा त्यही 7-8 वर्षकै कान्छो हो। बिहे पनि भएको थिएन नि उहाँको? छैन बिहे भएको छैन। अब कुटपिट गर्ने मान्छे पनि अब मेरै साथी हो। आफ्नै हो है? आफ्नै, हामी सँगै। तपाईँहरूकै एउटै दाजुभाइ त होइन नि? होइन दाजुभाइ होइन। ए जस हामी अब बचपनदेखि हामी सँगै हुर्केको होइन, अब गुच्चा खेल्नेदेखि लिएर तपाईँको होइन, हामी सँगै हुर्केको, सँगै उ गरेको होइन। एकदम खेलेकी साथी? हजुर एकदम। उहाँ चाहिँ हाम्रो कन्ट्याक्ट पनि भइरहेको छ। म भइरह हुन्थेँ होइन, ऊ यतै हुन्थ्यो, के छ हालखबरतिर होइन, त्यो सबै कन्ट्याक्ट भइरहेको थियो उसको र मेरो होइन। त्यस्तो अब यस्तो घटना उनीहरूले घटाउँछ या घर छ भन्ने मैले सोचेको पनि थिइनँ। छिमेकी हुने एउटै आँगन हो हाम्रो होइन। अब यही बाटो होइन हाम्रो पर्ने, अब हिँडडुल गर्ने सबै बाटो, हेलो हाई गर्ने अब सबै यो ठाउँ यही हो हाम्रो। नसोचेकै घटना भयो है? हजुर। कसैले एक्कासी मैले सुन्दाखेरि अब यसो सोधपुछ गर्दाखेरि ल यिनीहरू भन्दाखेरि मनै झसङ्ग भएको। ल कसरी गरेछ यिनीहरूले, के गरेर यिनीहरूले गरेछन् यस्तो काम? के भन्नुहुन्छ यहाँहरूको माग चाहिँ के छ, के भइदियो हुन्थ्यो भने? मैले त अब भाइ त गइसक्यो होइन, अब भाइ त फर्केर आउँदैन होइन। अब यस्तो घटना अब यिनीहरूलाई अब छाडेपछि त फेरि पनि घट्ने सम्भावना हुन्छ होइन। अरू मैले अब के भन्छु भनेपछि अब यिनीहरूलाई चाहिँ अब सजाय हुनैपर्छ होइन, सजायको भोगी बन्नै पर्छ यिनीहरू। हजुर। ताकि अरूको दाजुभाइले पनि यस्तो घटना नहेर्नु परोस्। तपाईँको छोरा होइन जुन चाहिँ ज्यान गयो, मृत्यु भयो, तपाईँको छोरा होइन, तपाईँको नाम चाहिँ के हो? सुन्टी चौधरी। अनि तपाईँको कान्छो छोरा होइन, तपाईँले कसरी थाहा पाउनुभयो त्यहाँ चाहिँ पिटाइ भइरहेको छ, कुटाइ भइरहेको छ भन्ने कुरा? सँगै हुनुहुन्थ्यो? सँगै यहाँ पटुहियाको घर खेल्न गएको, खेले गेल रही बुहारीको। खेले गेल रही, तब खटिया पर ऊ पटुहियाको नाट्य सुतल बा, पंजरे में बैठल तू ऊ पटुहियाको ससुर फेन ऊ पर मचिया पर बैठल बा। हजुर। मचिया भनेपछि यो के भन्छ, खाट जस्तो होइन, यो चारपाई भनौँ न, चारपाईमा बस्नु भएको थियो। 4 जने बैठल रही। तब मोर छावा खै फोन अइलिस, तब मोर छावा फोन करते है, तब यहाँ मैंने आइली, तब सँगै आइली, तब पिटा लगलस। त्यसपछि पिट्न सुरु भयो? अनि तपाईँले चाहिँ नपिटो भनेर भन्नुभयो? के भन्नुभयो तपाईँले? भनेको के मानेनन्? जर्लु नापिटो भैया नापिटो, एकदम पिटल कैल। तपाईँले चाहिँ अनि छोराले काखमा लिनुभयो कि त्यति बेला के गर्नुभयो चाहिँ, कसरी गर्नुभयो? काखमा लिनुभएको थियो है? अनि तपाईँको काखमा राख्दा पनि पिट्नु भयो उहाँहरूले? पिटल कैल। तपाईँको काखमा राख्दै अनि परार तपाईँको काखमा गयो कि के गर्नु? मेरो काखमा। यहाँ चाहिँ उसै जसरी तपाईँको चाहिँ बुहारी उहाँ हुनुहुन्थ्यो अनि तपाईँ मात्रै हुनुहुन्थ्यो नि त्यति बेला? अरू कोही थिएन? केही छैन। बचाउने मान्छे? बचाउने अरू कोही पनि आएन? कोही पनि। उहाँ चाहिँ उस धेरै बेरसम्म चिच्याइरहनु भयो? हजुर। आमा छोरा रोइली, हाम्रो खबर रोइली। आमा छोरा रुनुभयो बसेर सँगै? तपाईँले काखमा टाउको राखेर रोइरहनु भयो, उहाँ पनि रोइरहनु भयो? रगत देखेर रगत धेरै थियो, एकदम दिमाग फेल हो गयो। तपाईँको उहाँको रगत जसरी बग्यो त्यसपछि तपाईँले केही सोच्नै सक्नु भएन? दिमागले काम गरेन होइन? काम गरेन। छोरा त्यसरी चाहिँ तपाईँको अगाडि त्यसरी चोट पाइरहँदा, रगत बगिरहँदा तपाईँ त पक्का चिच्याउनु भयो होला? चिच्चा सुनेर कोही पनि आएन नि? क्यों नहीं आइलस? कोही पनि आएन त्यहाँ चाहिँ? क्यों नहीं आइलस, लग्या नहीं परल, क्यों नहीं परल। अनि कति समयपछि उहाँ चाहिँ बोल्दै हुनुहुन्थ्यो? चोट पाएको कति मिनटसम्म लगभग तपाईँको आँखमा कति बेलासम्म चाहिँ उहाँको होस थियो? 1 घन्टा। 1 घन्टा जति होइन? 1 घन्टा जति उहाँ चाहिँ बोलिरहनु भएको थियो? 1 घन्टा जति चाहिँ उहाँको चाहिँ होस पनि थियो, पराड पनि थियो? त्यसपछि जब 1 घन्टापछि उहाँको बेहोस हुनुभयो त्यसपछि पिटाइ खानुभयो कि खानु भएन? एकदम खुन जाइल गइलिस, तब पछि खुन जम गइलिस गाउँ, तब मर गइलस। त्यसपछि बेहोस हुनुभयो, त्यसपछि फर्किनु भएन? के होस् भन्नुहुन्छ तपाईँले? अब तपाईँको छोराको त अहिले ज्यान छैन होइन, उहाँ चाहिँ बितिसक्नुभयो, के भयो हुन्थ्यो भन्ने चाहिँ लाग्छ? तपाईँको माग के छ? अब मैं पालिटे कहाँ हुनु, जिन्दगी भर जेल रही। तपाईँको चाहिँ त्यही छ होइन माग? मैले अब त्यहाँ छुटाउँदा बाउलाई समात्न सकेन, छोरालाई त मैले समातेर उता गराएँ। त्यहाँबाट एक्कासी अब पिटेपछि खुन भयो। यसरी किन गर्नुहुन्छ? भोलि जस्तो भए पनि बैठक बसाले भए हुन्थ्यो, किन यस्तो गर्नुहुन्छ र तपाईँहरूले भने। त्यहाँबाट अब भोलि गर्नुलाई बाँधेर राख्नुहोस्, एउटा कुखुराको लागि यस्तो गर्नुहुन्छ, चोरी यस्तो गर्नुहुन्छ, कहाँ चोर होइन, यस्तो यत्रो वर्ष भइगयो कहाँ चोर्ने हो र बाबुले भनेर यस्तो भनेको मैले।
उसो भए धेरै रात पनि परेको थिएन धेरै रात परेको थिएन 8-9 बजे थियो खाना खाने बेला खानै पाके थिएन खानै पाके थिएन है खाना खाने बेला थियो होला उसो भए लगभग अरूको त खाना खाने बेला भएको थियो होला हाम्रो त पाके थिएन